नमस्ते सबैजनालाई। म आज यस्तो विषयमा बोल्न गइरहेको छु जुन मेरो इच्छाको र मेरो युट्युब च्यानलको एजेन्डा पटक्कै होइन। युजुअली म मेरो युट्युब च्यानलमा ध्यान, ज्ञान, फिलोसफी, उपनिषदका कुराहरू, विज्ञानका कुराहरू र म आफैले पब्लिस गरेका किताबहरूको बारेमा बोल्दै आइरहेको छु। तर आज म रविको पक्षमा केही बोल्न उपस्थित भएको छु। धार्मिक दृष्टिकोणले पनि यो मेरो एउटा कर्तव्य हो सत्यको पक्षमा उभिनु भन्ने मलाई लागेको कारणले म तपाईहरु सामु उपस्थित भएको छु। आशा छ मैले दिएको दृष्टिकोण नयाँ हुनेछ र तपाईलाई यो दृष्टिकोणले सत्यलाई हेर्नलाई मद्दत गर्नेछ। रवि लामिछानेजीको बारेमा बोलिरहँदाखेरि म कानूनलाई मुख्य आधार मानेर बोल्न चाहन्न, किनभने कानून समय र स्थान सापेक्ष छ र समय अनुसार यो परिवर्तनशील भइरहन्छ। यदि मैले आजको कानूनलाई लिएर कोही मान्छेलाई दोषी ठहराए भने भोलिको कानूनले त्यसलाई निर्दोष ठहराउन पनि सक्छ। कानून परिवर्तनशील छ, त्यसैले म परिवर्तनशीललाई काखी च्यापेर यो सही र यो गलत भन्न चाहन्न। म ध्रुव शाश्वत सत्य जुन कहिले पनि परिवर्तन भएका छैनन् ती चीजलाई मुख्य आधार बनाएर चाहिँ म रविको बारेमा कुरा गर्न गइरहेको छु। र ती मुख्य आधारभूत मेरो डिस्कसनको मुख्य आधारभूत विषयहरू रहनेछन् फिलोसफी, र फिलोसफीमा म उपनिषदहरू र वेस्टर्न फिलोसफीलाई मुख्य आधार बनाएर विश्लेषण गर्नेछु रविको बारेमा, र धर्मको आधारमा पनि विश्लेषण गर्नेछु र विज्ञानको आधारमा पनि विश्लेषण गर्नेछु। अब कुरा रह्यो मैले रवि लामिछानेजीको बारेमा कहिलेबाट थाहा पाएँ भन्ने कुरा। रवि लामिछानेजीलाई मैले प्रत्यक्ष रूपमा भेटेको पनि छैन र देखेको पनि छैन, र उहाँसँग म कुनै पनि आधारमा संलग्न छैन, र उहाँको पर्सनल लाइफको बारेमा मलाई केही भन्नु पनि छैन। मैले रवि लामिछानेजीको एउटा प्रोग्राम हेरेको थिएँ 2021 या 22 मा। डेलसमा भएको एउटा स्त्रीले फोन गरेकी थिइन् अनि उनले आफ्नो प्रब्लम बताएकी थिइन्। उनले भने अनुसार उनलाई चाहिँ डेलसको एक अमेरिकी नागरिकले पटक पटक सेक्सुअल हेरेसमेन्ट गरिरहेको थियो, सेक्सुअल एसल्ट गरिरहेको थियो। उनले धेरै पटक डेलस पुलिस स्टेसनमा फोन गर्दाखेरि पनि त्यो प्रब्लम सल्भ भएको थिएन। 911 मा कयौं पटक कल गर्दा पनि त्यो समस्या सल्भ भइरहेको थिएन। अमेरिका जस्तो ठाउँमा पनि कानूनले उनको साथ दिइरहेको थिएन। त्यस अवस्थामा उनले रविको कार्यक्रममा फोन गरिन्, र फोन गरिसकेपछि रविले त्यही कार्यक्रमबाट लाइभ डेलस पुलिस स्टेसनमा फोन गर्नुभयो र त्यो समस्या समाधान तत्काल भयो। यो वेल डकुमेन्टेड केस हो। यो मैले लाइभ देखिसकेपछि म उहाँद्वारा धेरै प्रभावित भएँ, किनकि मैले मेरो जीवनमा 25 वर्षभन्दा बढी फिलोसफी, ध्यान, ज्ञान र धर्ममा दिएको छु। धर्मको दृष्टिकोणमा स्त्रीको रक्षा गर्नु साथसाथै एउटा मात्रै जीवन बचाउनु पनि एकदमै सर्वोत्तम क्वालिटी मानिन्छ। असत्य पनि 1000 चोटि बोलिरहँदाखेरि त्यो सत्य झैं भ्रान्ति हुन्छ। त्यो सत्यको मुखौटो ओढेको असत्यलाई उजागर गर्नु हामी सबैको कर्तव्य हो। सुरुमा हामी एकदमै सरल भाषामा बुझौं। मैले एउटा टेबल बनाएको छु, उहाँको सत्कर्म र खराब कार्यहरू निष्पक्ष रूपमा मैले प्रस्तुत गरेको छु। तपाईहरुले पनि त्यस टेबलमा आफूलाई लागेका कुराहरू जोड घटाउ गर्न सक्नुहुन्छ। मैले यो रिपोर्ट तयार गर्नुभन्दा अगाडि मैले 4-5 जनासँग छलफल गरेर नै यो रिपोर्टहरू तयार गरेको हुँ, र मैले विश्लेषण गर्दाखेरि गरेका टिक्का टिप्पणीहरू मेरो आफ्नै विचार पनि होइन। म तपाईहरुलाई मैले बनाएको एउटा टेबल देखाउन चाहन्छु। यो टेबल एकदमै सरल रूपमा यो साना साना बच्चाहरूलाई पनि सजिलो रूपमा बुझ्नको लागि मैले यो टेबल बनाएको हो कि उहाँले कति नराम्रा काम गरेका छन् र कति राम्रा काम गरेका छन्। यदि तपाईहरुलाई मैले यहाँ लेखेको टेबल भन्दा पनि धेरै थाहा छ, राम्रा र नराम्रा भने तपाई आफैले पोइन्ट दिन सक्नुहुन्छ। मैले यो टेबलमा हेर्न सक्नुहुन्छ, मैले कुनै ठाउँमा उनको प्रत्येक कार्यको 5 पोइन्टमा उनले कति पाउनुहुन्छ भनेर मैले यहाँ प्रस्तुत गरेको छु। यो मैले म्याक्सिमम 5 पोइन्ट पनि दिएको छु। यो मेरो आफ्नो विचार अनुसार मैले दिएको छु, आफ्नो बुझाइ अनुसार, धर्म, फिलोसफी र विज्ञानको बुझाइ अनुसार मैले यो पोइन्ट दिएको छु। तपाईले यो पोइन्ट यति नै दिनुपर्छ भन्ने छैन, तर तपाई निष्पक्ष रहेर तपाईको विचारमा कति चाहिँ पोइन्ट दिदा उचित हुन्छ जस्तो लाग्छ तपाईले त्यही अनुसार पनि गर्न सक्नुहुन्छ। र यो लेफ्ट साइडमा आरोपहरू तपाई आफूले थप्न सक्नुहुन्छ, प्रामाणिक आरोपहरू छन् भने, र राइट साइडमा तपाईले उनको राम्रा कामहरू थप्न सक्नुहुन्छ। यो टेबलबाट हामी साधारण रूपमा साना साना बच्चाले नै बुझ्ने गरी पहिले विश्लेषण गरौं। सुरुमा मैले लेखेको छु सहकारी घोटालाको बारेमा भन्नुपर्दाखेरि यो गम्भीर आरोप भएको कारणले मैले निष्पक्ष रूपमा नेगेटिभ 3 दिए। अनि राम्रो काममा भ्रष्टाचार उजागर गर्ने सीधा कुरा जनतासँग कार्यक्रममा उहाँले धेरै नै भ्रष्टाचारहरू उजागर गरेको कारण यो भनेको एकदमै देशको निमित्त यो सर्वोत्तम कार्य हो। यो कार्य निडर भएर कसैसँग नडराइकिन यस्तो
प्रस्तुत गर्नुभएको कारणले मैले 5 मा 5 दिएको हो। तपाईले यसलाई 3 दिन पनि सक्नुहुन्छ, 4 दिन पनि सक्नुहुन्छ, तपाईले बुझेको अनुसार। मैले किन 5 दिएँ? यो कार्य किन भ्रष्टाचार उजागर गर्ने कार्य र जनताहरूलाई रक्षा गर्ने कार्य, जनताहरूलाई सहयोग गर्ने कार्य किन चाहिँ सर्वोत्तम हो भन्ने कुरा अहिले धार्मिक दृष्टिकोण र हामी फिलोसोफिकल दृष्टिकोणबाट पनि गहिराइमा बुझ्नेछौँ। अनि अर्को रहेको छ उहाँको पर्सनल आर्थिक कारोबार सम्बन्धी, त्यसलाई मैले नेगेटिभमा राखेको छु र नेगेटिभ पोइन्ट दिएको छु। अनि पछि हामी डिटेलमा कुरा पनि गर्छौँ। अनि पीडितहरूको उजुरी अघि बढाउनेमा दबाव, सामाजिक दबाव सिर्जना गर्ने पनि उहाँ हुनुहुन्छ, किनकि पीडितहरूको आवाज बन्दिनु भनेको सानोतिनो कुरो होइन। त्यसैले यसलाई मैले +5 दिएको छु, तपाईले जति पनि दिन सक्नुहुन्छ। गृहमन्त्री हुँदा नीति ठेकापटा यस्ता कुरामा पनि मुछेका छन्, त्यसैले यसलाई मैले -2 दिएँ। अनि राम्रो काममा चाहिँ उनले राजनैतिक नयाँ पार्टी स्थापना गर्नुभयो। नयाँ पार्टी स्थापना गर्ने दृष्टिकोण भनेको कसैको लागि यो एकदमै नराम्रो हुन सक्छ, तर एउटा डेमोक्रेटिक कन्ट्रीमा नयाँ पार्टी खडा गरेर अरू पार्टीलाई चुनौती दिनु भनेको यो एउटा प्लस पोइन्ट हो। तपाईको दृष्टिकोणमा यो ठुलो कार्य हो जस्तो लाग्छ भने +5 पनि दिन सक्नुहुन्छ। होइन यो त साधारण कुरा हो भन्ने जस्तो लाग्छ भने तपाईले 0 दिन सक्नुहुन्छ। अर्को आलोचना के छ भने उनले पत्रकारितामा सेन्सेसनलिजम क्रिएट गरेको भन्ने कुरा छ। यसको लागि मैले -1 दिए। पोजिटिभ पोइन्टमा हामीले के हेर्न सक्छौँ भने उनको जनतालाई भ्रष्टाचार विरुद्ध बोल्न प्रेरित गर्नु, त्यो अर्को आफैमा ठुलो विषय हो। त्यसैले मैले यसलाई 3 पोइन्ट दिएँ। यो कोठा खाली देख्नु भएको छ 2टा, किनकि मैले उहाँको नेगेटिभ पक्ष पाइनँ यसमा, त्यसैले यी खाली छन्। अनि पोजिटिभमा हेर्दाखेरि कुनै उद्धारमा व्यक्तिगत पहल भनेको जस्तै भूकम्प जाँदाखेरि भनौँ या कोरोना भाइरसको कालमा भनौँ, यस्तो कालमा उहाँले व्यक्तिगत विदेशमा फँसेका व्यक्तिहरूलाई सहयोग गर्ने, घर ल्याउने काम, यसमा व्यक्तिगत पहल गरेको भएको कारणले नकारात्मकमा मैले 0, किनकि नकारात्मक केही पनि पाइनँ र सकारात्मक केवल 1 दिएको छु। र घरेलु समस्यामा कृषि सहकारी भ्रष्टाचार उजागर गर्नुभएको थियो। घरेलु समस्या 2 लाख ऋण लिएको मान्छेलाई 98 लाखको कागज बनाएर 300 जना भन्दा बढी मान्छेलाई, जनताहरूलाई शोषित गरिरहेको ठाउँमा गएर प्रत्यक्ष गएर उहाँले आवाज उठाउनु भएको थियो। यसको लागि मैले 3 पोइन्ट दिएँ। अनि अर्को नेगेटिभ आरोप के छ भनेदेखि नागरिकता विवाद। पहिले अमेरिकी नागरिकता धारण गरेको कारण दोहोरो नागरिकता पासपोर्ट सम्बन्धी प्रश्न उठ्यो। सर्वोच्च अदालतले 27 जनवरी 2023 मा सांसद मन्त्री पदबाट हटायो। -2 दिए। तपाईलाई के लाग्छ? तपाई आफ्नो उत्तर कमेन्टमा लेख्नु होला। अनि उहाँले गरेको राम्रो कार्यमा चाहिँ नागरिकता विवादपछि कानुनी प्रक्रिया पूरा गरी नेपाली नागरिकता पुनः प्राप्त गर्ने कदम चाल्नुभयो र नेपाली नागरिकता पुनः 29 जनवरी 2023 मा प्राप्त गर्नुभयो उहाँले। मैले निष्पक्ष भएर पोइन्ट दिँदाखेरि 1 पोइन्ट दिएँ र पत्रकार शालिग्राम पुडा सैनिकको आत्महत्यामा उकास्ने एउटा गम्भीर आरोप उहाँलाई लाग्यो। यो अगस्त 2019 मा उहाँलाई पक्राउ पनि गरियो। 2076 साल साउनमा पत्रकार शालिग्राम पुडा सैनिकले आत्महत्या गर्नु अघि आफ्नो भिडियो बनाउनु भयो र एउटा सन्देश छोड्नु भएको थियो, जसमा रवि लामिछाने, अस्मिता सापकोटा र युवराज खण्डेललाई दोषारोपण गरिएको थियो। यदि भावनाको दृष्टिकोणले हेर्ने हो भने आत्महत्या स्वयंमा नै एउटा जघन्य अपराध हो। तपाईले फिलोसोफिक दृष्टिकोणमा हेर्नुहुन्छ र धार्मिक दृष्टिकोणमा हेर्नुहुन्छ भने आत्महत्याका विभिन्न प्रकार छन्। त्यो मध्येमा सबैभन्दा उच्च कोटिको आत्महत्या रहेको छ सो इच्छा मृत्युवरण। यसमा के हुन्छ भने एकदमै ध्यानमा अभ्यस्त गुरुहरूले हिन्दू धर्ममा या बुद्धिस्ट धर्ममा उहाँहरूले आफ्नो शरीर त्याग गर्नुहुन्छ। यसलाई सो इच्छा मृत्युवरण भनिन्छ। यो सन्दर्भमा कुरा गर्नको लागि अर्को भिडियो नै आवश्यकता पर्दछ, किनकि यो एकदम जटिल विषय हो र मैले यहाँ कुरा गरेँ भने फेरि 1 घण्टा लाग्छ। अरू पनि विभिन्न प्रकार छन्, तर जुन प्रकार भए तापनि आत्महत्या जघन्य अपराध हो र कुनै पनि हालतमा आत्महत्यालाई प्रोत्साहन गर्न सकिँदैन। यदि तपाईँ यसको बारेमा डिटेलमा बुझ्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। म अर्को भिडियो बनाएर धर्म, विज्ञान, प्रकृति र फिलोसफी अनुसार आत्महत्या गर्ने व्यक्ति नै किन दोषी हुन्छ र यस्ता 2-3 वटा प्रकार छन् आत्महत्याका जहाँ चाहिँ आत्महत्या गर्ने दोषी ठहरिँदैन। चितवन जिल्ला अदालतले 19 जनवरी 2020 मा रवि लामिछाने र अन्य 2 जनालाई मुक्त गर्यो। अदालतले कुनै पनि प्रमाण भेटेन। तपाई कानूनको आधारमा भन्नुहुन्छ भने कानूनले पनि उहाँलाई मुक्त गरेको कारणले म त्यसमा नेगेटिभ पोइन्ट दिदिन। यदि कानूनले त्यो दोषी हो भनेको भए म धर्म, विज्ञान, प्रकृति र फिलोसफीको आधारमा विश्लेषण गर्थे, तर त्यसको आवश्यकता परेन। त्यसैले मैले त्यहाँ 0 दिएँ र यो कानूनले गरेको भएर उहाँको प्लस पोइन्ट पनि यहाँ छैन। यो तटस्थ भयो थियो। यी सबै समस्त रूपमा मैले अन्त्यमा समस्त रूपमा हेर्दाखेरि उहाँलाई -1 दिएँ
उहाँको पोजिटिभ कुरा के थियो भने उहाँ कानुनदेखि भाग्नु भएन। कानुनी प्रक्रियामा उहाँ स्वतः आफैले बारम्बार भनेर आफै स्वतः जेल जाने पुरुष मलाई पक्र आऊ ल मलाई लग भनेर उहाँ प्रत्यक्ष जानुभएको कारणले कानुनलाई सहयोग गर्छु भन्नुभएको कारणले मैले यसमा 2 पोइन्ट दिएँ। यो एकदम सरल म्याथले मैले बुझाउन खोजिरहेको छु र उहाँमा लागेको आरोपहरू र उहाँको राम्रा कामहरू मैले थाहा भएसम्म मैले यहाँ प्रस्तुत गरेँ। तपाईँलाई थाहा भएको अनुसार नराम्रा कामहरूको पनि लिस्ट बनाउनुहोस्, राम्रो कामहरूको पनि लिस्ट बनाउनुहोस्, जोड घटाउ गर्नुहोस्, अनि कसले जित्छ त्यो अनुसार तपाईँ बोल्नुहोस्। यो एकदम सरल तरिका हो। मेरो क्यालकुलेसनमा म एकदमै निष्पक्ष भएर बोल्दाखेरि पनि मेरो क्यालकुलेसनमा 0 हुनुभएको भए तटस्थ मान्थे, राम्रो नराम्रो दुवै हो भन्थे। तर उहाँको +10 छ, त्यसको मतलब उहाँ धेरै नै माथि हुनुहुन्छ पोजिटिभिटीमा। त्यसैले यी पोजिटिभिटीले गर्दाखेरि पनि उहाँलाई कुनै पनि दृष्टिकोणमा तपाईँहरूले अपराधी भन्न मिल्दैन, भन्न पाउनुहुन्न। धार्मिक रूपमा पनि तपाईँले भन्न पाउनुहुन्न। र यदि तपाईँले अधर्मको साथ दिँदै तपाईँले धर्मलाई न्यायलाई कुल्चिन खोज्नु भयो भने प्रत्यक्ष या अप्रत्यक्ष तपाईँ पनि यसको भागीदारी हुनुपर्ने हुन्छ। कार्मिक ल भनिन्छ नि, त्यो कर्मले तपाईँलाई पनि दण्ड दिनेछ। अब हामी उहाँमाथि लागेको आरोपलाई गहिराईका रूपमा बुझ्ने प्रयास गरौँ। रवि लामिछानेले अमेरिकाको नागरिकता लिएको र त्यसपछि नेपाल फर्केर नागरिकता पुनः प्राप्त नगरी सांसद बनेको भन्ने विवाद सन् 2079 सालमा प्रमुख रूपमा उठ्यो। निर्वाचन आयोगले सोधपुछ गरेपछि सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो। सर्वोच्चले 2079 साउन 19 गते उहाँको संसद पद खारेज गरिदियो। तर पछि पुनः प्रक्रियागत रूपमा नेपाली नागरिकता लिएर उहाँले पुनः राजनीति निरन्तर रूपमा गर्नुभयो। अनि उहाँलाई अर्को आरोप लागेको के थियो भने टेलिभिजन कार्यक्रममा आपत्तिजनक भाषा प्रयोग गरेको भन्ने। सिधा कुरा जनतासँग कार्यक्रममा सञ्चालन गर्ने क्रममा केही नेताहरूलाई लक्षित गर्दै उहाँले कठोर र कहिलेकाहीँ आपत्तिजनक भाषा प्रयोग गरेको भनेर आलोचना भएको थियो। धेरैले यो शैलीलाई जनताको आवाज भने समर्थन गरे पनि केहीले पत्रकारिताको मर्यादा उल्लङ्घन भएको आरोप लगाएका थिए। उहाँलाई लागेका यी विभिन्न आरोपहरू भन्दा उहाँले गरेका सत्कर्महरूको संख्या असंख्य भएको कारणले उहाँ स्टिल पोजिटिभ पोइन्टमा नै रहनुहुन्छ। अब उहाँले गरेका राम्रा कामहरू अन्य थुप्रै छन्। विदेशमा मृत्युदण्ड वा समस्यामा परेका नेपालीलाई सहयोग पनि उहाँले गर्नुभयो। गल्फ मुलुकहरूमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने, मृतकको शव नेपाल ल्याउन पहल गर्ने काममा रवि लामिछाने अग्रणी भूमिका खेल्नु भएको थियो। यो कारणले उहाँलाई विदेशमा अड्किएका नेपालीको आवाज पनि भनिन्थ्यो। बालबालिका र विपन्न परिवारलाई आर्थिक सहयोग पनि गर्नुभयो उहाँले। कसैको जीवन रक्षा गर्नु यहाँ भन्दा ठुलो धर्म हुनै सक्दैन। यदि तपाईले एकजना मात्रैको जीवन रक्षा गर्नु भएको छ भने तपाईलाई महात्माको संज्ञा दिइन्छ। तपाई महात्मालाई युग पुरुष पनि भन्न मिल्छ। रविको बारेमा 2-3 सेन्टेन्समा भन्नु पर्दाखेरि उहाँ अरूको जीवन बचाउने, नारीको अस्मिताको रक्षा गर्ने र शोषित पीडित जनताहरूको पक्षमा उभिने भन्ने बुझिन्छ, अनि भ्रष्टाचारको विरुद्धमा बोल्ने भन्ने बुझिन्छ। तपाईले छन्दोग्य उपनिषद पढ्नु भएको छ भने त्यसले के भन्छ भने हर जीवन चाहिँ एक आपसमा जोडिएको छ। यसलाई बटरफ्लाई इफेक्टबाट पनि तपाईले बुझ्न सक्नुहुन्छ। तपाईले एकजनालाई बचाउनु भनेको केवल एकजनालाई बचाउनु होइन, तपाईले पुरा मानवतालाई बचाउनु। र जीवन बचाउने कार्य भनेको त्यो भन्दा माथिको भर्च्यु नै छैन, त्यो भन्दा माथिको तपाईको क्वालिटी नै छैन ह्युमन लाइफमा। उहाँले कति जीवन बचाउनु भएको त्यो अनगिन्ती छ। त्यसैले पनि उहाँ अद्वितीय हुनुहुन्छ, यसमा कुनै शंकै छैन। यदि तपाईले ऋग्वेद पल्टाएर हेर्नुहुन्छ भने पनि जसले जीवन बचाउने कार्य गर्दछ उसलाई जीवन दिने व्यक्ति भनिन्छ, जीवन दिएको भनिन्छ। आफ्नो जीवनलाई दाउमा राखेर जसले अरूको जीवन रक्षा गर्छ उसलाई भगवान, महात्मा आदि श्रेणीमा राखिन्छ धार्मिक दृष्टिमा। तपाई अथर्ववेद पढ्नुहोस्, त्यसले पनि जीवन बचाउने व्यक्तिलाई उच्च कोटिको व्यक्ति मानिएको छ। यदि तपाईले 20 भन्दा बढी जीवन बचाउनु भएको छ भने सर्वोत्तम श्रेणीमा पर्नुहुन्छ। तपाई त्यसैगरी तैत्तिरीय उपनिषद पढ्नुहुन्छ भने जुन व्यक्तिमा माया, सद्भावना र करुणा अथाह हुन्छ उसलाई महात्माको संज्ञा दिन सकिन्छ। यदि तपाईले सक्रेटिसको जीवनी पढ्नु भएको छ अथवा सक्रेटिसको एपोलोजी पढ्नु भएको छ भने 2 कारणले तपाई धरती रुनुहुन्छ। एउटा कारण इङ्ग्लिश नबुझेर, यस्तो जटिल इङ्ग्लिशमा लेखिएको छ कि एउटै सेन्टेन्स 4-5 चोटि नपढिकन पटक्कै बुझिन्न। अनि दोस्रो के हो भने उहाँको जीवनी कहानी एकदमै रोदनीय छ। केही सन्दर्भमा रविसँगै मिल्छ। छोटकरीमा भन्नु पर्दाखेरि सक्रेटिसलाई 2टा आरोपमा मृत्युदण्ड वा आजीवन कारावास घोषित गरिएको थियो। त्यो 2टा आरोपहरू के थिए भने भ्रष्टाचार विरुद्ध या शासक विरुद्ध बोलेको कारणले जनताहरूलाई भड्काइएको भन्ने र अर्को शासकहरूको विरुद्ध नडराई पीडितहरूको लागि बोल्ने भएको कारण उहाँलाई चाहिँ सजाय दिएको थियो।
अनि उहाँले एपोलोजीमा त्यो एपोलोजीको अर्थ यहाँ यो नलिनुहोस् है, एपोलोजीको अर्थ यो होइन कि उहाँले क्षमा आई एम सरी भन्ने स्पिच दिएको होइन, पटक्कै होइन। पुरानो भाषामा एपोलोजीको अर्थ के हुन्छ भने कठघरामा उभिएर आफ्नो रक्षाको निमित्त बोल्ने भनिन्छ। अनि एपोलोजी सम्पूर्ण पढ्नुहुन्छ भने एपोलोजीको सार के हो भनेदेखि उनले एथेन्सका नागरिकलाई एपोलोजीमा के भनेका थिए भने नागरिकहरूले धन या अरू कुनै पनि चिज बचाइराख्नु भन्दा पनि आफ्नो सद्गुण भर्च्युलाई बचाइराख्नु सबभन्दा ठूलो कर्तव्य मानेका थिए। र उहाँले के भन्नुभएको थियो भने एपोलोजीमा यदि कसैले जनताको निमित्त आवाज उठाउँछ, भ्रष्टाचार विरुद्ध आवाज उठाउँछ भने त्यो भर्च्युमा सबभन्दा उच्च कोटिको भर्च्यु हो। रविको प्रत्येक कार्यमा उहाँले भ्रष्टाचार विरुद्ध बोल्नुभयो, निडर भएर शासकहरू विरुद्ध बोल्नुभयो, उहाँ जेल पनि पर्नुभयो र मलाई जेल पार पनि भन्दै जानुभयो। न्यायको लागि उहाँ लडिरहनु भएको छ अहिले पनि। त्यसैले सक्रेटिसको नजरमा रवि एक युग पुरुष नै हुन्। प्लेटोको दर्शन पढ्नु भएको छ भने उहाँले के भन्नुभएको छ भने त्यो एलेगोरी अफ द केभमा यदि तपाईँ अन्धकारमा रहनु भएको थियो र अन्धकारबाट बाहिर निस्किनु भएको छ प्रकाशमा भने यदि फेरि तपाईँ फर्किएर अन्धकारमा गएर अरू अन्धकारमा बसेकालाई प्रकाशमा लाने काम गर्नुहुन्छ भने तपाईँ जति अद्वितीय पुरुष अरू हुनै सक्दैन। के रविले यो कार्य गरेनन्? के रविको कर्ममा यो देखिन्न? के रविले अन्यायमा रहेर अन्यायबाट बाहिर निस्केर आवाज उठाएर अन्यायमा परेकाहरूलाई बाहिर निकाल्ने काम गरेनन्? यदि प्लेटो आज रहन्थे भने प्लेटोले पनि रविलाई नै साथ दिन्थे। अनि एरिस्टोटलले आफ्नो किताबमा प्रष्ट रूपमा के लेख्नु भएका छन् भनेदेखि साहस मनुष्यको सबभन्दा ठूलो सद्गुण हो। यदि जो व्यक्तिले आफ्नो जीवनको बारेमा नसोची आफू खतरामा पर्छु भन्ने नसोची अरूको बारेमा अरूको स्वतन्त्रताको लागि लड्छ र बोल्छ, आवाज उठाउँछ, भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछ भने त्यो व्यक्ति जस्तो साहसी अरू कोही हुनै सक्दैन। त्यो व्यक्तिको जस्तो सद्गुण अरूको हुनै सक्दैन। यदि एरिस्टोटल पनि आज हुनुभएको भए उहाँले पनि रविलाई पक्कै पनि नेपालको निमित्त युग पुरुष नै चुन्थे होलान्। र अर्को विश्व प्रसिद्ध दार्शनिक हुनुहुन्छ सिसेरो। उहाँले दे अफिसियस भन्ने पुस्तकमा लेख्नु भएको छ कि एक नागरिकको महान कर्तव्य भनेको सहनागरिकको जीवन रक्षा गर्नु र उसको स्वतन्त्रताको लागि लड्नु हो। यदि यसको निमित्त यदि कसैले जेल जानुपर्छ र कसैले जीवनै त्याग गर्नुपर्छ भने पनि परवाह नगरी कसैको जीवन रक्षा गर्नु र फ्रिडम रक्षा गर्नु भनेको सर्वोत्तम लक्षण हो। के रविले यो गरेनन् र? यसरी नै यदि तपाईँ इमानुएल क्यान्टको पुस्तक ग्राउन्ड वर्क अफ द मेटाफिजिक्स अफ मोरल्स भन्ने किताब पढ्नुहुन्छ भने उनले भनेका छन् कि मानिसले अरूलाई कहिले पनि साधनका रूपमा होइन सधैँ उद्देश्यको रूपमा व्यवहार गर्नुपर्छ। त्यसैले अरूको जीवन बचाउन वा स्वतन्त्रताको रक्षा गर्नु नैतिक नियमको सबैभन्दा शुद्ध रूप हो। यस्तो कार्य गर्ने व्यक्तिलाई क्यान्टले सबैभन्दा उच्च नैतिक व्यक्तित्व ठान्दछन्। कुनै पनि अरू नेगेटिभ पोइन्टहरूलाई यी लक्षणहरूले परास्त गर्छन्, बर्खास्त गर्दछन्। यदि तपाईँले जोन स्टुअर्ट मिलको बारेमा पनि पढ्नु भएको छ भने उहाँको किताब अन लिबर्टीमा उहाँले मजाले भन्नुभएको छ जसले स्वतन्त्रताको पक्षमा बोल्छ चाहे बहुमतकै विपक्षमा किन नहोस् त्यो सर्वोत्तम कार्य हो। उहाँले स्पष्ट भनेका छन् कि अरूको जीवन र स्वतन्त्रता जोगाउने व्यक्ति नै मानवताको लागि सबैभन्दा महान सेवक हो। हामी सिद्धान्त मात्रै नभएर धर्मलाई पनि मूलभूत मानेर हेर्ने हो भने मानिसको धर्म भनेको जसले अरूको पीडितहरूको बारेमा बोल्दछ उहाँ धार्मिक हुनुहुन्छ। धार्मिक दृष्टिकोणले पनि उहाँ उच्च कोटिको पुरुष हुनुहुन्छ। हामीले धर्ममा यस्ता धेरै स्टोरीहरू सुनेका छौँ जहाँ अथाह सयौं हजारौं नकारात्मक काम गरेका व्यक्तिले पनि एउटा सानो काम गर्नाले उहाँ भगवान रूपी भएका छन्। फर इक्जाम्पलको लागि हामी कुरा गर्न सक्छौँ रत्नकार डाकु, उहाँले सयौं हजारौं मान्छेलाई कुटे, पिटे, चुटे, मारे पनि होलान् र लुटे, चोरी गरे, तर अन्त्यमा एउटा रामायण भन्ने पुस्तक लेख्नाले उहाँलाई वाल्मिकी, भगवान वाल्मिकी भनेर हामी पूजा गर्छौं र उहाँका कुराहरू हामी फलो गर्छौं। तपाईको जति नै नकारात्मक चीज भए पनि एक सकारात्मक चीज जुन हेभी छ, जुन चाहिँ एकदमै धेरै मान्छेको जीवन परिवर्तन गर्ने छ भने त्यसले जित्छ, अवश्य जित्छ। धर्मले यही भन्छ, फिलोसफीले नि यही भन्छ। तपाईँ क्रिस्चियन धर्मकै हेर्नुहोस्, बाइबलले के भन्छ? तपाईले जति नै पाप गरेका भए पनि मेरो शरणमा आऊ, सारा पापहरू नाश भएर जानेछन्। यता उंगुलीमाला एउटा टार्गेट राखेको थियो, यति मान्छेलाई मारेर त्यसको औंलाहरू लाएर हिँड्छु भन्ने टार्गेट राखेको थियो र त्यो टार्गेट पूरा हुनलाई उसलाई एउटा थप मान्छे मार्नु थियो। बुद्ध भेटिसकेपछि बुद्धलाई मारेर उसको औंला लाउँछु भन्दाखेरि बुद्धको सम्पर्कमा आएपछि ऊ सुध्रिएको थियो। उसको सारा हत्यालाई माफी भएको होइन र?
एउटा राम्रो कारणले पुराना कार्यहरू सबै क्षमायोग्य हुन्छन्। धार्मिक दृष्टिकोणले तपाईँ यदि हेर्नुहुन्छ भने रविले कति नराम्रा कार्य गरेका छन् र हाम्रो टेबलमा पनि हामीले हेरेका थियौं रविको नराम्रा कार्यहरू कति थिए। मेरो दृष्टि मैले आजसम्म रिसर्च गरेर थाहा पाएको नराम्रो कार्यहरू धेरै न्यून छन्। राम्रो कार्य केवल एक मात्रै राम्रो कार्यले पनि उनका सारा नराम्रो कार्यहरूलाई पखाल्न सक्छ। तर पनि हामी किन अन्ध भइरहेका छौँ? तर पनि हामी किन आफ्नो स्वार्थका लागि स्वार्थमा लतपत भएका विचारहरू प्रस्फुटित गरिरहेका छौँ? सबैजनाले आफ्नो विचार भन्न पाउनु आफ्नो अधिकारको कुरो हो। तर हामीले जसरी भन्छौँ नि, धनको स्रोत खुलेन भने त्यो कालो धन हुन्छ। विचारको स्रोत खुलेन, कसले चाहिँ त्यो विचार प्रदान गरिरहेको छ तपाईलाई? तपाईको कुनै नेताले त्यस्तो बोलिरहेको छ कि तपाईको मातापिता जसको कुनै पार्टीमा संलग्न, जसको कुनै स्वार्थ भएको कारणले त्यो बोलिरहेको छ र तपाईले त्यही बुझिरहनु भएको छ कि? यदि त्यो हो भने तपाईको विचार पनि कालो विचार हो र अधार्मिक विचार हो। यदि तपाईले सत्कर्म गर्न सक्नुहुन्न, धर्म गर्न सक्नुहुन्न भने धर्मको पक्षमा उभिएको व्यक्तिको बारेमा नकारात्मक सोच्नु पनि तपाईले आफ्नो कर्म एउटा कार्मिक साइकल क्रिएट गर्दै हुनुहुन्छ र ढिला चाँडो तपाईले यसको दण्ड भोग्नु नै पर्नेछ। तपाई स्वार्थको कारणले कुनै पनि पक्ष र विपक्षमा नउभिनुहोस्। तपाई डिटेलमा गएर बुझ्नुहोस्। तपाई फिलोसफिकल भएर हेर्नुहोस्। तपाई धार्मिक भएर हेर्नुहोस्। तपाई सत्यमा आधारित भएर हेर्नुहोस् अनि मात्रै तपाई पक्ष र विपक्षमा लिनुहोस्। अन्तत म तपाईलाई के भन्न चाहन्छु भने मैले रविको पक्षमा बोलिरहँदाखेरि मैले कानुनलाई मुख्य आधारमा राखेर बोलिन, किनकि कानुन चेन्ज भइरहने भएको कारणले मैले ज्ञानको आधारमा बोलेँ, मैले धर्मको आधारमा बोलेँ र मैले प्रकृतिलाई मुख्य आधार बनाएर बोलेँ। हामी नेपालीहरूमा एउटा समस्या के छ भने हामी पढेर कहिले पनि बुझ्दैनौँ। हामीलाई बुझ्नको निमित्त पढ्नै पर्छ, कुनै पनि समस्या पढ्नै पर्छ अनि मात्रै हामी बुझ्छौँ। कतिपय मानिसहरू पढेर पनि बुझ्दैनन्। हाम्रो आइक्यू लेभल यति गिरिसक्यो कि हामी पढेर बुझ्न चाहँदैनौँ। पुतली कीट पतङ्गहरू आगोमा होमिरहन्छन् जबसम्म उनीहरूको मृत्यु हुँदैन। उनीहरू पढेर पनि बुझ्न सक्दैनन्। कुकुर जस्ता प्राणीलाई हेर्नुहोस्, ऊ पढेर बुझ्छ। अगुल्टोले हानेको कुकुर बिजुली चम्किएदेखि तर्सिन्छ। मान्छे पढ्नै पर्दैन बुझ्नको निमित्त। मान्छे पढेर बुझ्न सक्छ, सुनेर बुझ्न सक्छ, उसले कल्पना गरेर बुझ्न सक्छ र मेन्टल एक्सपेरिमेन्ट गरेर पनि बुझ्न सक्छ। हाम्रो बौद्धिकताको स्तर एकदमै घट्दै गइरहेको छ। यदि तपाईँ लिमिटेड उचाइमा रहेर हेर्नुहुन्छ धरतीमा भने धरती तपाईँले फ्ल्याट नै पाउनुहुनेछ। तपाईँले धरतीमा लडीबुडी खेल्दै हेर्नुहुन्छ भने धरती फ्ल्याट छ, तर यो सत्य होइन। धरती चेप्टो छैन। सत्य देख्नको लागि तपाईँ कयौं उचाइमा गएर हेर्नुपर्ने हुन्छ। त्यसरी नै रविको बारेमा पनि सत्य देख्नको लागि तपाईँ ज्ञानको उचाइमा जानुपर्छ र आइक्यूको उचाइमा जानुपर्छ अनि मात्रै देख्छ। तपाईँ केवल पढेर म बुझ्छु भन्नुहुन्छ भने मित्रहरू, पढेर बुझ्नको लागि यो जीवन धेरै छोटो छ। कति चिज पढेर बुझ्ने हो। त्यसैले पढेर बुझ्नुहोस्, सोचेर बुझ्नुहोस्, मेन्टल एक्सपेरिमेन्ट गरेर बुझ्नुहोस्। यदि तपाईँ पढेर मात्रै बुझ्नुहुन्छ भने म के भनौँ? के तपाईलाई बलात्कारको घटना परोस् र कसैले बचाउन आओस् अनि तपाईले बुझ्नुहोस् कि बचाउनेको महत्व के हो? अब तपाईहरूको दृष्टिकोणमा तपाईहरू के सोच्नुहुन्छ? धर्मको साथ दिनुहुन्छ या अधर्मको? ज्ञानको साथ या अज्ञानको? यो तपाईको हातमा छ। यति भन्दै म आजको भिडियोलाई विश्राम दिन चाहन्छु र आगामी भिडियोहरूमा म सनातन धर्मको या विज्ञानको या फिलोसफीको या उपनिषदहरूको बारेमा भिडियो बनाउँछु पहिले झैं। त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु। आफ्नो ख्याल राख्नुहोला र सत्यको साथ सदा दिनुहोला। धन्यवाद।